आजको यो भिडियो हेरेर तपाईको तेस्रो आँखा खुल्नेछ। त्यो नि बिना बाबाजीको टीका लगाएर र बिना मोटिभेसन स्पिकरको बकवास सुनेर। नेपाल स्टक एक्सचेन्जको प्राइमेरी र सेकेन्डरी मार्केटको बारेमा आज कुरा गर्नेछु म, तर त्यो अरुको जस्तो बोरिङ लेक्चरमा चाहिँ हैन है। ओके, सो चिया खाइसकेका छौ भने अर्को कप लिएर आइहाल है, किनकि आज तपाईलाई यो भिडियोमा यस्तो झड्का लाग्नेछ कि सेम बाबालाई ब्याचलर सकेपछि म गीत गाउँछु भनेर हामीले कुटै खा जस्तो झड्का लाग्नेछ। नेपाल स्टक एक्सचेन्जमा पैसा हाल्ने दुई थरीको मान्छे हुन्छन्। पहिलो रहेको छ प्राइमेरी मार्केटबाट, जसले चाहिँ आइपिओ भएपछि अब चाहिँ करोडपति हुन्छ भनेर सोचिरहेको हुन्छ, र दोस्रो हुन्छ सेकेन्डरी मार्केट, जसले चाहिँ बिना सोचिकनै पैसा हालिदिसकेको हुन्छ र गुमाएपछि चाहिँ यसरी पो रहेछ भनेर बुझेर पढेर बल्ल बल्ल सिक्न थालेको छ। ओके, ल सुरुमा चाहिँ प्राइमेरी मार्केटकै कुरा गरौँ है। प्राइमेरी मार्केटमा चाहिँ हाम्रो तीनटा अप्सन हुन्छ। पहिलो रहेको छ आइपिओ, दोस्रो रहेको छ एफपिओ र तेस्रो रहेछ राइट सेयरहरू। आइपिओ भनेको चाहिँ जब कम्पनीले फर्स्ट टाइम पब्लिकसँग पैसा उठाएको हुन्छ आफ्नो ग्रोथको लागि। तर सुरुमा मान्छेहरूले ठुलो गल्ती के गर्छ भन्दाखेरि चाहिँ सुरुमै आइपिओ ठुल्ठुलो लटमा एप्लाई गरिदिन थाल्छ, जसको कारणले उनीहरूको भयभरको पैसा होल्ड हुन्छ र मामा घर जाने बस भाडा पनि हुँदैन उनीहरूसँग। साच्ची भन्नुपर्दा प्राइमेरी मार्केट भनेको यो फर्स्ट लभ जस्तै हो। एप्लाई चाहिँ सबैले गर्छन्, तर पर्ने एकदम चान्स कोहीलाई मात्रै हुन्छ। सो यसमा मानु कि अब 1 लाख जति सेयर छ भने 10,000 जनाले पाउँछ र सपना चाहिँ सबैले 5 गुना पर्यो भने चाहिँ 5 गुना हुन्छ भन्ने देखिरहेको हुन्छ। तर लास्टमा कम्पनीले चाहिँ करोडौंमा पैसा जम्मा गरिसकेको हुन्छ आफ्नो ग्रोथको लागि, तर अरू मान्छेहरू चाहिँ ड्यासबोर्डै रिफ्रेस गरेर जाने भयो मेरो सेयरको। र यदि तपाईले प्राइमेरी मार्केटमा इन्ट्री गर्नु भएको छैन र आइपिओ भनेको के हो भनेर कन्फ्युज भइराख्नु भएको छ भने चाहिँ म तपाईलाई सम्झाइदिन्छु। र यदि हजुर सेयर मार्केटमा आउनु खोज्नु भएको छ भने तपाईको पनि इन्ट्री आइपिओ बाटै हुनेवाला छ। र यदि तपाईलाई थाहा नै छैन कि आइपिओ कसरी भर्ने भनेर म तपाईहरुलाई सजिलो गरी भनिदिन्छु। त्यसको लागि धेरै कुराहरू पनि चाहिदैन। पहिलो रहेको छ बैंक अकाउन्ट चाहिन्छ, त्यसपछि चाहिने भनेको डिम्याट अकाउन्ट, तेस्रोमा रहेको छ सीआरएन नम्बर। यो चाहिँ मान्छेहरूले कतिचोटि बिर्सिरा हुन्छ, किन भन्दाखेरि तपाईले नर्मली ब्याङ्कमा गएर ब्याङ्क अकाउन्ट खोल्न सक्नुहुन्छ। मेरो सेयर पनि त्यही खोलिदिन्छ तपाईको ब्याङ्कमै, र डिम्याट अकाउन्ट पनि उनीहरूले नै खोलिदिन्छ। तर सीआरएन नम्बर चाहिँ कहिलेकाहीँ ब्याङ्कले अब निन्द्रामा हुन्छ मेलमा हाल्नै बिर्सिनुहुन्छ, र मान्छेहरू जब आइपिओ एप्लाई गर्ने लास्ट मोमेन्टमा आएर ल अब चाहिँ आइरन म्यान जस्तो मोटिभेट भएर बसिरहेको हुन्छ, लास्टमा सीआरएन नम्बरै छैन। ओके, सो हजुरलाई आइपिओ भर्न छ भने चाहिँ क वर्गको ब्याङ्कबाट खोल्नु हो। त्यो भयो भने तपाईलाई पछि गएर सेकेन्डरी मार्केटमा पनि इजी हुनेछ। र डिम्याट अकाउन्ट भनेको चाहिँ मान्छेहरूलाई के हो यो डिम्याट अकाउन्ट भनेको भन्दाखेरि चाहिँ डिम्याट अकाउन्ट भनेको एउटा तपाईको एड्रेस जस्तै हुन्छ। पहिला चाहिँ के हुन्थ्यो भन्दाखेरि डिम्याट अकाउन्टको सट्टा एउटा सर्टिफिकेट दिन्थ्यो तपाईको सेयर अनुसारको। त्यो सर्टिफिकेट हजुरसँग होल्ड हुन्थ्यो नि त, त्यही सर्टिफिकेटै सेयर हुन्थ्यो। अहिले चाहिँ त्यसलाई नै डिजिटलाइज गरेर डिम्याट अकाउन्ट बनाएको हो, त्यसमा चाहिँ हजुरको सेयरहरू होल्ड भएर बसेको हुन्छ। सो बेसिकली यो चाहिँ कस्तो हुन्छ भन्दाखेरि तपाईको एउटा स्टोर बक्स जस्तै हुन्छ, जसमा चाहिँ हजुरको सेयरहरू स्टोर भएर बसेको हुन्छ। अनि त्यसपछि कुरा आउँछ सीआरएन नम्बर। यानि कि यो सीआरएन नम्बर भनेको चाहिँ कस्तो हुन्छ भन्दाखेरि तपाईको ब्याङ्क एड्रेस भन्दा पनि हुन्छ। यसलाई तपाईको जब पनि आइपिओ अथवा एफपिओ यो पर्दाखेरि तपाईको पैसा काट्ने भनेर सेयरवालाहरूलाई त थाहा हुनु पर्यो नि त। हो, यो नै हो ब्याङ्कको एड्रेस जहाँबाट चाहिँ हजुरको पैसा काटिनेछ। सो सीआरएन नम्बर बनाउने बेलामा चाहिँ तपाईलाई जुन खाताबाट चाहिँ ल यो खाताबाट चाहिँ पैसा काट्नुहोस् भन्ने लाग्छ नि, हो त्यसबाट नै सीआरएन नम्बर बनाउनु होला। सो आउनेवाला दिनमाहरूमा तपाईलाई धोका नहोस्, किन भन्दाखेरि मैले यस्तो पनि मान्छे देखाएको छु कि मेरो खातामा त पैसा छ तर काटिँदैन भनेर बसिरहेको हुन्छ, तर सीआरएन नम्बर चाहिँ अर्कै ब्याङ्क अकाउन्टको दिएको हुन्छ। सो यो हजुरहरूले ब्याङ्कमा गएर फिलअप गर्नु सक्नुहुन्छ। मेरो सेयर डिम्याट अकाउन्ट अथवा सीआरएन नम्बर सबैको लागि ब्याङ्कमा गएर फर्म फिलअप गर्नुभयो भने उनीहरूले 7 दिनभित्रमा लगभग दिन्छन्, धेरै जस्तो युजली एभरेज टाइममा चाहिँ। एन्ड बी केयरफुल विथ द सीआरएन नम्बर, किनकि लास्ट मोमेन्टमा आएर चेतिन मन छैन भने चाहिँ सीआरएन नम्बर चाहिँ याद गर्नु होला। ओके, थ्यांक यू। र यदि तपाईँ बिगिनर हुनुहुन्छ र सेकेन्डरी मार्केटमा गएर डुब्न मन छैन भने चाहिँ सुरुमा प्राइमेरी मार्केटमा बसेर तैरिन चाहिँ सिक्नु होला। एन्ड अन्धाधुन सेकेन्डरी मार्केटमा म त सिकिसकेँ भनेर 3 महिना हुन पाएन सेकेन्डरी मार्केटमा गएर हाम फाल्ने काम चाहिँ नगर्नु होला। बरु त्योभन्दा अगाडि पहिला सुरुमा प्राइमेरी मार्केटमा बसेर आफूले आइपिओहरू भरेर हल्का फुल्का रिटर्न कमाएर हल्का फुल्का इन्भेस्टिङ गरेर त्यो ड्युरेसनमा चाहिँ
तपाईले सेकेन्डरी मार्केट कसरी चल्छ, के हुन्छ, लिक्विडिटी भनेको के हो, यसको बारेमा बुझ्न सक्नुहुन्छ र अप्सनहरू के हुनुहुन्छ त्यो मेरो भिडियोबाट पनि सिक्न सक्नुहुन्छ। र मान्छेहरूलाई कतिपयलाई मिथ हुन्छ कि हामीले त हजार लाख इन्भेस्ट गरेपछि बल्ल पर्छ भनेर हुन्छ, त्यो चाहिँ हुँदैन। खास गरी भन्नुपर्दा तपाईले आइपिओ मा शेयर भर्नलाई तपाईलाई जम्मा 1000 चाहिने हो। पहिले नै ओभर सब्स्क्राइब भइराकै हुन्छ नेपालमा शेयरहरू कम खुलेको कारणले। सो 1000 को भर्नु धेरै पैसा पनि लाग्दैन, सकेसम्म सबै भर्नु परिहाल्यो भने तपाईलाई राम्रो रिटर्न आउने चान्स हुन्छ। त्यसमा धेरै जस्तो मैले देखे अनुसार चाहिँ लगभग फेस भ्यालु सुरुमा फेस भ्यालुको रूपमा आउँछ शेयरहरू चाहिँ। आइपिओ खुल्दाखेरि चाहिँ त्यो चाहिँ 100 रुपैयाँ हुन्छ, कुनै कम्पनीहरूको चाहिँ 10 रुपैयाँ पनि हुन्छ, जस्तै म्युचुअल फन्डहरूदेखि लिएर अनि म्युचुअल फन्डहरूको चाहिँ युजुअली 10 रुपैयाँमा हुन्छ र इक्विटीहरूको चाहिँ 100 रुपैयाँ फेस भ्यालु हुन्छ। सो 100 रुपैयाँ फेस भ्यालुमा हजुरले 100 रुपैयाँको दरले 10 वटा किता 1000 मा किन्न सक्नुहुन्छ। पछि त्यो सेकेन्डरी मार्केटमा लिस्टेड भएपछि 2-300 बाट स्टार्ट हुन्छ त्यसको प्राइसिङहरू। सो हजुरले 1000 हालेर 3000 चाहिँ कमाउन सक्नुहुन्छ। र मैले भने जसरी नै 1000 बाट 3000 हुनुपर्छ भन्ने पनि छैन, इट्स डिपेन्ड अपन कम्पनी फन्डामेन्टल। सो कहिले चाहिँ एकदमै राम्रो कम्पनी भयो भने चाहिँ एकदमै राम्रो पनि रिटर्न दिन्छ, कहिलेकाहीँ चाहिँ अब कम्पनी नराम्रो छ भने चाहिँ 100 रुपैयाँमै स्थिर भएर पनि बस्न सक्छ। र अब गरौँ सेकेन्डरी मार्केटको बारेमा कुरा। जब त्यो आइपिओहरू प्राइमेरी लेभलमा आइपिओ खोलेर सकिसकेका हुन्छ, त्यो गएर नेपाल स्टक एक्सचेन्जमा लिस्टेड हुन्छ र त्यहाँबाट सुरु हुन्छ सेकेन्डरी मार्केटको असली खेल। सेकेन्डरी मार्केट भनेको रियल गेमको फिल्ड जस्तै हो, जहाँ चाहिँ नर्मली 1-2 अर्बको कारोबार भने त चक्लेट खा जस्तै बराबर हुन्छ। साँच्चै भनौँ भने त यहाँ त एक दिनमै मान्छे बिल गेट्स पनि बन्छ र दोस्रो दिनै मान्छे बाबुराव जस्तो हातमा पनि हुन्छ। सो नबुझिकनै हात हाल्नु भयो भने चाहिँ यसमा गुमाउनलाई धेरै कुरा छ। र यदि तपाईले प्राइमेरी मार्केट धेरै चलाइसक्नु भएको छ र अब तपाईले सेकेन्डरी मार्केटमा इन्ट्री गर्न खोजिराख्नु भएको छ भने चाहिँ तपाईहरुलाई धेरै कुरा चाहिदैन, किन भन्दाखेरि प्राइमेरी लेभलमै तपाईको लगभग 90% कुराहरू भइसकेको हुन्छ, यानि कि डिम्याट एकाउन्ट अथवा सीआरएन नम्बर, मेरो शेयरहरू। त्यसपछि आउँछ अर्को भनेको सेकेन्डरी मार्केटको लागि मेन चाहिने भनेको चाहिँ प्यान नम्बर, ब्रोकर एन्ड टिएमएस एकाउन्ट। एउटा कुरा भएपछि चाहिँ तपाईले सेकेन्डरी मार्केटमा आरामले चलाउन सक्नुहुन्छ। ब्रोकर खोज्न चाहिँ मान्छेहरूले एकदमै बागे खोज्दाखेरि कुरा गर्छन्, तर त्यस्तो ठुलो कुरा होइन। तपाईले नर्मली ब्रोकर लिस्ट भनेर गुगलमा गएर सर्च गर्नुभयो भने त्यो पाइ नै हाल्छ, त्यस्तो ठुलो कुरा होइन। त्यहाँ गएर तपाईले आफ्नो डिस्ट्रिक्ट अनुसारको तपाईले ब्रोकर अथवा आफ्नो नियरेस्ट पोइन्ट कहाँ छ त्यही अनुसारको ब्रोकरको लिस्टमा गएर आफूले सर्च गर्न सक्नुहुन्छ। र मेरो पर्सनली ब्रोकर चाहिँ मैले रिकमेन्ड त गर्दिनँ, तर मैले आफूले युज गरिरहेको ब्रोकरको लिङ्क चाहिँ मैले तपाईलाई आफ्नो डिस्क्रिप्सनमा चाहिँ दिन्छु। यु क्यान अल्सो चेक इट आउट। राम्रो कारोबार भइरहेको छ मसँग 2-3 वर्षदेखि। एन्ड जो मान्छे बिगिनर हुनुहुन्छ उनीहरूको लागि चाहिँ यो सेकेन्डरी मार्केट भनेको चाहिँ टिकटक स्क्रोल गरे जस्तै हो। सर्किट हानिसकेको हुन्छ, स्टकै किनेर भ्याएको हुँदैन, जुन दिन किन दोस्रो दिन घट्न थालिसकेको हुन्छ। त्यही भएर नै मान्छेहरूले सेकेन्डरी मार्केटलाई जुवा हारी नै सोध्छ, किन भन्दाखेरि सोच्दै नसोचेको पैसा हाले हुन्छ अनि गएको हुन्छ अनि जुवा हो भनेर सोध्छ। एन्ड कतिपय मान्छेहरूलाई मिथ पनि यो के हुन्छ भन्दाखेरि 5 रुपियाँ हाल्यो भने 50 रुपियाँ हुन्छ भनेर सोचेर आएको हुन्छ त्यो, तर त्यस्तो चाहिँ हुँदैन। यसमा हजुरले आफूले कुनै कम्पनीमा इन्भेस्ट गर्नु भएको छ भने त्यसमा कति रिटर्न पाइन्छ भन्ने आशले मात्रै हुन्छ। त्यो रिटर्न भनेको पर्सेन्टेजमा हुन्छ। सकेसम्म ब्याङ्कको पर्सेन्टेज भन्दा अलिकति मात्रै गर्नुभयो भने इट विल बी अ लिटल मोर लजिकल। तर हजुरले अब सोच्दै नसोचिकनै पैसा हाल्नुभयो र अनि त्यहाँबाट त्यसपछि म त अब करोडपति बन्छु भनेर सोच्नु, त्यस्तो चाहिँ हुँदैन। हो, इक्विटीमा लङ टर्म वेल्थ बन्छ, तर त्यसको लागि तपाईले राम्रो कम्पनीहरू जस्तै ब्लू चिप कम्पनीहरूमा इन्भेस्ट गर्नुभयो भने त्यसबाट चाहिँ पुरानो दिनदेखि नै राम्रो रिटर्न्सहरू आइरहेको छ र त्यही रिटर्नहरू नै तपाईले पछि त्यसको बोनसहरू आएर त्यसलाई फेरि इन्भेस्ट गरेर त्यसमा एउटा कम्पाउन्डिङको पावर युज गर्नुभयो भने चाहिँ आउनेवाला दिनहरूमा तपाईको नाम पनि के थाहा वारेन बफेटको सट्टा आउन सक्छ कि। र वारेन बफेट भनेर को हो भनेर चिन्नु भएको छैन भने चाहिँ यो चाहिँ हाम्रो गुरु स्टक मार्केटको, जसले चाहिँ आफ्नो बाल्यकालदेखि नै शेयर मार्केटमा कम्पनीको शेयरहरू किनेर त्यसलाई नै कम्पाउन्ड गरेर अहिले वर्ल्डकै टप 10 रिचेस्ट पर्सनमा चिनिनुहुन्छ। गुगलमा सर्च गर्न सक्नुहुन्छ।
र सेकेन्डरी मार्केटमा पनि धेरै अप्सनहरू हुन्छ, इक्विटी, डिभेन्चर, बोन्ड, म्युचुअल फन्ड, यस्ता धेरै कुराहरू हुन्छन्। र सरसर्ती भन्नुपर्दा इक्विटी भनेको चाहिँ नर्मली कम्पनीहरूको सेयर हुन्छ र म्युचुअल फन्डमा चाहिँ के हुन्छ भन्दाखेरि म्युचुअल फन्डमा एउटा फन्ड म्यानेजर हुन्छ, हामी सबैले उसलाई थोरै थोरै गरेर पैसा दिन्छौँ आफूसँग जति भएको, किन भन्दाखेरि कम्पनीको सेयरहरू महँगो हुन्छ, एक्लैले किन्दाखेरि धेरै पनि किन्न सक्दैन र प्रफिट कमाउन अलिकति कम हुन्छ, जसको लागि फन्ड म्यानेजरलाई सबैको पैसा कलेक्ट भएर उसलाई दिन्छ र उसले हल्का आफ्नो फी लिन्छ र त्यसबाट उसले त्यो फन्डलाई राम्रो राम्रो कम्पनीहरूमा लगानी गरेर त्यसको प्रफिटहरू वर्षमा बाँडफाँड गर्छ। र यो म्युचुअल फन्ड पनि थरीथरीको हुन्छ, कुनै एकदमै सेयरहरू मात्रै बेस हुन्छ जस्तै इक्विटी बेस, र दोस्रो चाहिँ डेप्टमा मात्रै हुन्छ जसमा चाहिँ बोन्डहरू डिभेन्चरहरूमा मात्रै लगानी गर्छ, यानि कि ऋणपत्रहरूमा मात्रै लगानी गर्छ र त्यही अनुसार तपाईँलाई बाँडफाँड गर्छ। कुनै कुनै हाइब्रिड फन्ड पनि हुन्छ, आधा डेप्टतिर भएको आधा चाहिँ इक्विटीतिर भएको। सो तपाईँलाई आफ्नो कुन सजिलो लाग्छ, यदि मलाई सेयरमा मात्रै लगानी गर्दोस् यसले भन्ने छ भने त्यही अनुसारै तपाईँले लगानी गर्न सक्नुहुन्छ। यदि होइन मलाई धेरै रिटर्नहरू चाहिएको छैन, रिस्क पनि कम होस् भन्ने सोचले छ भने डेप्ट फन्डहरूमा चाहिँ तपाईँले हाल्न सक्नुहुन्छ। तर यसमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि इक्विटीहरूमा रिस्क धेरै हुन्छ र तपाईँको रिटर्न पनि त्यही अनुसार धेरै आइरहेको हुन्छ, र डेप्टमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि रिस्क पनि कम हुन्छ र तपाईँको रिटर्न पनि कम हुन्छ। र अर्को कुरा गरौँ डिभेन्चर र बोन्डहरू, यानि कि ऋणपत्र भनेर पनि भन्छ। यसमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि सर्वसाधारणबाट पैसा उठाएर क्यापिटलहरूले कुनै ठाउँमा लगानी गर्छ, त्यसको बापत तपाईँको त्यसको ब्याज पाउँछ। तर यो चाहिँ एउटा फाइदा चाहिँ के छ भन्दाखेरि फिक्स डिपोजिट भन्दा चाहिँ यिनीहरूको इन्ट्रेस्ट रेट चाहिँ एकदमै राम्रो हुन्छ, 10 देखि 12% पनि हुन्छ, 6-7% पनि हुन्छ। तर तपाईँले यो चाहिँ तपाईँले हेरेर मात्रै इन्भेस्ट गर्नु होला, किन भन्दाखेरि कुनैले 6% दिइरहेको हुन्छ, कुनैले 12% दिइरहेको हुन्छ, कुनैले 10% दिइरहेको हुन्छ। सो हेरेर मात्रै इन्भेस्ट गर्नु होला, त्यो भयो भने चाहिँ तपाईँले राम्रो रिटर्न कमाउन सक्नुहुन्छ। यसको चाहिँ इन्ट्रेस्ट चाहिँ 6-6 महिनामा आउँछ, माघको 1 गते र साउनको 1 गते। सो आफ्नोलाई कुन चाहिँ सुइटेबल हुन्छ त्यही अनुसार तपाईँले इन्भेस्ट गर्न सक्नुहुन्छ। र यही नै हो सेयर मार्केटको टक्सिक रिलेसनको कुराहरू। र यो कुरा गरेर फेरि बाबालाई भन्नु होला र बाबाले पैसा त तेरो हो बाबु तर घर चाहिँ मेरो नाममा छ है भनेर भन्नु होला। सो बुझ्यो होला नि, प्राइमेरी मार्केट सेकेन्डरी मार्केटहरूको कथाहरू यही नै हो। तर नलेज चाहिँ राख्नु होला, किन भन्दाखेरि यो पैसाको गेम हो, आयो भने पनि पैसै आउँछ, तर गुमायो भने पनि पैसै गुमाउँछ। सो यो गेममा जति नलेज भयो त्यति नै राम्रो हुन्छ, एन्ड त्यति नै छिटो बाउआमाको पिटाइबाट पनि बच्छ। सो यति नै रहेको छ मेरो आजको भिडियो। होप केही कुराहरू बुझ्नुभयो होला, केही कुराहरू डाउट बस्यो होला, केही कुराहरूमा डाउट बसेको छ भने मलाई कमेन्ट गरिदिनु होला, म नेक्स्ट भिडियोमा तपाईँलाई त्यो कभर अप गरिदिनेछु। त्यो बेलासम्म किप लर्निङ, किप इन्भेस्टिङ, जे स्टक मार्केट।